ल साथीहरू, हामी चाहिँ धेरै समयपछि युट्युबमा एक्टिभ आएको छौँ। चाङ्गा प्रोडक्सनले रिलिज गरेको सम्बन्ध भाइ सागर गुरुङ म्युजिक भिडियोमा हामी रियाक्सन दिन जाँदैछौँ। यसमा चाहिँ म गुरुङ दाइ र त्रिशला दिदीको मेन क्यारेक्टर रोलहरू छ। यसको स्टोरी लाइन मैले हल्का सुनेको थिएँ, राम्रो रहेछ। मैले दाइहरूको स्टोरीमा देखिरहेको थिएँ, रियाक्सन दिउँ है त। म आज मामाको छोरासँग छु, मेरो साथी, दुईजना छौँ रियाक्सन गर्नलाई। हेरिदिनुहोस् है त। सम्बन्ध यो तिम्रो मेरो अमर रहोस्, जे भए नि जहाँ भए नि कहिल्यै नछुटोस्। स्तौदै गरेको घाम तिमी सँगै हेर्न पाऊ, फेरि अर्को जन्म भयो भने माया तिम्रै हुन पाऊ। गीतमा चाहिँ दाइले लभर रहेछ, उसलाई चाहिँ लाउरे टाइपको अर्को केटा माग्न राख्ने लभरसँग भागेको रहेछ। भागेर बजार झरेको हुन्छ। साइड हसल गरेर डेलिभरी भएको काम। बजार झरेपछि नयाँ ठाउँमा न्यू स्टार्टिङ भाडा लिँदा। त्यसलाई लयो भन्दै छ कि अलिक अङ्कल देख्थ्यो त्यो डेलिभरी बोयको साइड हसल गर्न गएको बेला गाउँको अङ्कल हुन्छ कि त्यसलाई चिनेर पुरा एक्सनमा बसभित्रको त्यति सुन्यो। म त यता पुरा एक्टिङ भयो। एक्टिङ त फेरि मार्केट खाने छ है। हामीलाई छोडिदिनुहोस्, हामी एकअर्कासँग खुसी छौँ भनेको त खुसी भयो, दुइटै सक्यो। अघिको महँगो भनेको ड्रेस दाइले ल्याइदिएको ह्याप्पी एन्डिङ भयो। हरेक माया गर्नेहरूको फेरि यत्तिकै एन्डिङ चाहिँ नि हुनपर्छ कि फ्यामिलीले एक्सेप्ट नगरे नि आफूभित्रको माया हुन्छ नि त। सम्बन्ध चाहिँ राखिराख्नुपर्छ कि गिभअप गर्न हुन्न। त्यही हो। यस गीतलाई स्टोरी लाइन सबै कुरा राम्रो रहेछ। यसो भ्यूहरू नि खिचेको, एक्टरहरू झन् दामी, त्यसपछि हाम्रो लिरिक्स सागरबाट झन् दामी। जस ओभरअल गीत चाहिँ 10 छ। हेर्नु भएन भने हामीसँग हेर्नुभयो के अरे त्यही नि दाइकै च्यानलमा चाङ्गा प्रोडक्सनकै च्यानलमा गएर अफिसियल च्यानलमा गएर लिङ्क चाहिँ हालिदिन्छौँ डिस्क्रिप्सनमा। आजको लागि यति नै है त, फेरि भेटौँला।